ओहो यो विदेशबाट छोराले पो फोन गर्यो त। हेलो हेलो बा ढोकरे। आशीर्वाद बाबु आशीर्वाद, सदा सुखी रहनु। के छ सन्चै हौ लागेर अब चुनाव पनि आउन लाग्यो, गाउँतिर चुनावको चहल पहल कति छ? बाबु चुनावको चहल पहल ठिकै छ, राम्रै छ। अब अरू बेला नेताहरू गाउँघरतिर आन्नन्, यति बेला जेउस अस्ति ताराबाट नि भेट्न आएको थिएँ, त्यसपछि घन्टीबाट पनि आएको थिएँ होइन, अनि एमालेबाट नि आएको थिएँ। सबै जेउस नेताहरूको अनुहार देख्न पाइएछ, अरू बेला नदेखेँ नि हिजो आज गाउँमा देख्न पाइएछ भनौँ। अब नेताहरू आउँछ भने यही बेला सबै नेता हेर न त, पछि अब जित्यो भने फर्केर आउँदैन। अहिले फेरि त्यो पहिला जस्तै अब जो मन लाग्यो त्यही नेतालाई भोट दिने होइन नि, पछि फर्केर पनि हेर्दैन। कोही कोही नेताले पैसा लिएर अलिअलि बाँड्न आयो कि होइन? बाबु पैसा त दुईवटा पार्टीको मान्छेले चाहिँ दिएको छ अलिअलि। जेउस भोट चाहिँ अब दिनु पर्ला भनेर मैले पैसा चाहिँ राखेको छु। अब कुन पार्टीले हाल्ने हो त्यो अझै पनि मैले फिक्स गरेको छैन। त्यो पैसा त जुनसुकै पार्टीले दिए नि राख होइन, तर अहिले भोट चाहिँ फेरि घन्टीलाई दिनु नि। किन र बाबु त्यस्तो घन्टीमै हाल्नुपर्ने? म त पहिलेदेखि चलिरहेको पार्टी छ, म त त्यहीले दिनु पर्ला भनेछु। कस्तो पुरानो पार्टी हो र? अहिले अब तिमीले घन्टी बाहेक अरूलाई भोट दियो भने म तिमीलाई पैसा कहाँनिर पठाइदिन्न, म बा पनि भन्दैन। के रे तैँले बाउले धम्किदिएको? तैँले भन्नुपर्ने पार्टीमा मैले भोट हाल्ने? त्यसो हुँदैन, म मेरो इच्छाले हाल्छु नि। यो मेरो व्यक्तिगत स्वतन्त्रता हो, मलाई जुन नेता मनपर्छ म त्यसैमा भोट हाल्छु। मैले लास्टचोटि भन्दैछु है, त्यहाँ आफै सोच, म 1 रुपियाँ पठाइदिन्न, फेरि भोकै मरौला नि। त्यसै भए तैँले अब पैसा नपठाउने हो भने अब तैँले यहाँको अंश पनि तैँले माया मार, तैँले यहाँ मेरो अंशबाट 1 फुटिया कौडी पार्नुहोस्, बुझिस्? म एक्लो छोरा हो, तिम्रो अंश त तिमी मरेपछि मेरो भइहाल्छ नि, मलाई के को टेन्सन? तैँले त्यस्तो भन्छस् भने अब तैँले यहाँको अंशको एउटा आश नगर, बुझिस्? अब यहाँको तेरो अंश सबै बेचेर स्कुलमा हाल्छु, अनि त्यहाँ मरे पनि मेरो नाम त्यहाँ अमर रहन्छ, बुझिस्? पैसा बन्द गर्दै धम्किदिन्छ। आफ्नो छोरा भएर नि यार, मान्छेको व्यक्तिगत अधिकार हो नि कुनमा भोट हाल्ने कुनमा नहाल्ने भन्ने कुरो, अनि त्यसले भनेर हुन्छ म मेरो इच्छाले हाल्छु, त्यसको धम्कीले म डराउँछु?